हेलो गाइजहरु, आज हाम्रो न्यू ब्लग आइसकेको छ हैन। हामी चाहिँ आज एक ठाउँमा जान गइरहेको छौं। कहाँ हो भनेर चाहिँ भन्नु पर्दा फेरि चाहिँ बाटोमा जाँदा जाँदै हजुरहरु आफैले थाहा पाउनु हुने नै छ भन्दै यसको लागि चाहिँ हजुरहरुले भिडियो अन्तिमसम्म हेर्नु पर्ने हुन्छ र यसो हल्का माया गरेर लाइक शेयर सब्स्क्राइब यसो ढ्याङ ट्याङ गर्नु पर्ने हुन्छ हैन। र भिडियोमा अब हामीले चाहिँ भर्खर यसो भिडियो बनाउँदै छौं। यो 2083 साल लागे सँगसँगै हजुरहरुले माया देखाएर यसो हेरिदिनु भयो भने हामीलाई अथवा मलाई अझै पनि भिडियो बनाउने जोस जागर चढेर आउँछ भन्दै धेरै लामो कुरा नगरिकन टक्क हजुरहरुलाई भ्यू देखाउँदै छु। ल हाम्रो गाउँबाट चितिखोला अब हजुरहरुले कहाँदेखि हेर्दै हुनुहुन्छ हैन त्यो चाहिँ भनिदिनु होला। अहिले चाहिँ मैले तनहुँ भन्ने ठाउँको जिल्लाको चितिखोला भन्ने ठाउँबाट चाहिँ सुरुवात गरेको छु र हामी चाहिँ अहिले माथि भ्यू टावर यही माथि पुरकोट माथि ठ्याक्कै यही माथि डाँडोमा चाहिँ हामी यताले घुमेर रोडको बाटो जाँदैछौँ र हाम्रो गाउँघरतिरको बाटोहरू चाहिँ यस्तै छ गाइजहरु है। यसरी नै हो बनाउने। ल गाइजहरु, हामी चाहिँ अहिले ड्याङराङ्गा अर्चोल धारा आइपुगेको छ हैन। यहाँ अगाडि बोर्ड देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो गाउँको ग्रिन हिमालय होमस्टे हो। यदि तपाईहरुले यसो सुन्दर शान्त मनोरम वातावरणमा बस्न रुचाउनुहुन्छ भने यो ठाउँ पनि एकदम बेस्ट हुन सक्छ। किनभने यसो घुम्नको लागि एक दुई दिन यसो आएर यसो घुमघाम गर्न गाउँको यसो रहन सहन हैन गाउँको सुन्दर वातावरण यसो यताउता हेर्नको लागि यसो सानो पिकनिक जस्तो यसो हुन्छ नि त, रमाइलो गर्नको लागि चाहिँ यहाँ आउन पनि सकिन्छ। यसो आफूसँग समय छ, घुम्ने ठाउँ चाहिएको छ भने चाहिँ। र हामी अर्चुलधारा कटेर गइसकेको छौँ। अब चाहिँ हामी सिधै भ्यू टावर जाँदैछौँ गाइजहरु है। हाम्रो गाउँमा भएको अब त्यति साह्रै मान्छेहरू त्यस्तो साह्रो जाने चाहिँ छैन। जे भयो भने अलिअलि मान्छेहरू गइरहेको छ। त्यहाँ भ्यू चाहिँ अब खतरै आउँछ भनौँ न। म गइसकेको छु, किन भन्दाखेरि आफ्नै ठाउँको हो, तर अब ठाउँमा नबसेपछि गाउँतिर नबसेपछि त्यो पनि अस्ति त्यतारि गएछ, आज यतारि हिँड्न यतैरी हो। कतारि रोडबाट जान्छ यही त हो नि, बाइकमा जान्छ। ए गाइजहरु, हामीले ए भाइ त बोल्नै बिर्सियो। त्यहाँ भिडियो भइरहेको नि त, भिडियो भइरहेको बोल्नै बिर्सिएछ क्या हो कि आफ्नै ध्यानमा बोल्दै हिँड्ने छ क्या। भन्न खोजेको त्यहाँ अब गाइजहरु हामी रेस खेल्दैछ होइन यता भनेर यताउता हुन्छ नि त। गाइजहरु हामीले चाहिँ रेस खेलिसक्यौँ अघि चाहिँ होइन। अब हामी चाहिँ उकालो उक्लिँदैछौँ। हामी चाहिँ त्यहाँ हामी चाहिँ त्यहाँ काफल पनि खाने भनेर आएको छौँ, तर काफलको बोर्ड चाहिँ देख्छौँ कि देख्दैनौँ त्यो चाहिँ थाहा छैन। पिच नगरेको भए पनि सिलिली रहेछ बाटो चाहिँ, रोलरहरू लगा होला ड्याङ्गा ग्राभिल गरेर, त्यही भएर होला। अप्ठ्यारो ठाउँमा यो भन्न खोजेको पिच चाहिँ अब बाटो हेरेर जहाँ चाहिँ सहिलो छ त्यहीँ गरे होला नि। यो चाहिँ उकालोमा चाहिँ ढलान चाहिँ उकालोमा गरे भने कि घर भएर के हुन्छ। पहिला अलिअलि मान्छे थियो, अलिअलि चलेको थियो। सबिनीको घर यही माथि हो।
यही त अलिक गाडी गाइसक्यो हुने खै छर त एकचोटि ओर्ली त अस्ति नै यस्तै भयो कि फेरि तँलाई लिन जाँदा नि एकचोटि चेक गर्न पर्यो रे ल गाइजहरू अहिले चाहिँ हामी यो थापा गाउँ भन्छ के भन्छ होइन त्यो ठाउँ चाहिँ उक्लिसकेको छौँ र बाटो चाहिँ देख्न सक्नुहुन्छ होइन यस्तै छ बाटो चाहिँ हेर्नु होला खासै गतिलो त छैन त्यही पनि ठिकै छ अब यसो अब अफ रोडतिर चलाएर हिँड्ने मान्छेलाई चाहिँ यो खासै अप्ठ्यारो बाटो त होइन हुन त जे भयो नि यसो पिच रोडहरूतिर भनौँ न पक्की बाटोहरूतिर मात्रै चलाउने मान्छेहरूलाई चाहिँ अलिकति गाह्रै हुन्छ कालो त होइन के भन्छ खैरो भइरहेको त्यो चाहिँ हो फेरि फुत्किन चाहिँ बेला लाग्दैन कुन बेला होइन लड्न चाहिँ सिकिहाल्यो नि त्यस्तो तपाईँले देखिन छ नि अनि तँलाई देखाउन चलाएको अस्ति चाहिँ गाइजहरू हामीले बाइक चाहिँ चलाइराखेर आउँथ्यौँ नि तर के अरे बाइक चलाइराखेर भ्यू टावर चाहिँ यो गाइजहरू अब चलाइराखेर आउँथ्यौँ बाटो चाहिँ दामी रहेछ गाइजहरू ल यतिकै यहीँ ल्याउनु पर्ने रहेछ हो ल गाइजहरू हामी चाहिँ बाइक यहीँ राख्दैछौँ होइन अब नेक्स्ट हाटबाट है सरी Abba View Heron. चाहिँ खासै राम्रो आएन Like, follow Garum.